1 2 मेरो ड्याडी अनुमल्लमा पर्छ ड्याडी र यसरी गेम समाप्त भयो र हेलो गाइज वेलकम बैक टू माई च्यानल। आज मेरो ड्याडी र मेरो दाइ शिशिर चेस खेलिरहनु भएको छ। अब चेसमा को जित्छ हेरौँ। अब चेस स्टार्ट गर्न लाग्यौँ हामीले। मेरो दाइले चेसको गोटी मिलाउँदै हुनुहुन्छ। हाय गाइस अब हाम्रो म्याच सुरु भयो। म्याच सुरु हुँदैछ। ल सबभन्दा पहिला मैले यो हामी भन्छौँ सैनिक प्यादा भन्छौँ सैनिकलाई युज गरेँ। मेरो ड्याडीले चाहिँ अब सैनिकले युज गर्नुभयो। मैले पनि अब राजाको अगाडिको प्यादालाई अगाडि बढाएँ। मेरो दाइले चाहिँ राजाको अगाडिको प्यादालाई मुभ गर्नु पर्यो 2 स्टेप। हामीलाई पनि देखाउनुहोस् न, हामीलाई पनि देखाउनुहोस्। ल 1 2 अब मैले घोडा युज गरेँ। घोडा 2.5 कदम चल्छ। 1 2 2.5। अब म आफ्नो उट निकाल्छु। मेरो दाइले चाहिँ उट निकाल्नु भयो। उट यहाँ थियो, यहाँ लैजानु भयो। उट तपाईँले निकाल्नु भयो। अब म फेरि यसलाई लिएर जान्छु। 1 2 2.5। अब म रानीलाई यहाँ लैजान्छु। अब मैले फेरि 1 कदम प्यादा। अब रानी खतरामा छिन्। अब रानी खतरामा छिन्। अब प्यादाले गर्नु पर्यो। मैले यो रानीलाई खाइदिए। सेफमा लैजान्छु। ए सरी सेफ। ल तपाईँले रानीलाई सेफमा लान खोज्नु भयो, बट ल तपाईँको लागि खतरा अझै छ है। ल रानी फेरि खतरामा छिन्। फेरि म अब रानीलाई फेरि पछाडि लैजानेछु। रानीलाई मेरो दाइले फेरि पछाडि जानुभयो। तपाईँले रानीलाई पछाडि लिएर जानुभयो। र 1 2 2.5 मैले फेरि यो घोडालाई युज गरेँ। अब मैले यो सैनिकलाई अगाडि लैजानेछु। अब मेरो ड्याडी अनुमल्लमा पर्नुभयो। हेर्नु यहाँ मेरो ड्याडी र शिशिरलाई फेरि लिएर जान्छु। 1 2 2.5। ल मेरो ड्याडीले फेरि यो घोडालाई चलाउनु भयो, जस्तै मुभ गर्नुभयो। अब म यो सैनिकलाई यहाँ लिएर जान्छु। अब तपाईँको राजा खतरामा छ है। अब मेरो दाइको राजा खतरामा छ। अब मेरो दाइले के गर्नुहुन्छ हेरौँ। अब म यो उटलाई राजाको अगाडि ल्याइदिन्छु। 1 2 2.5। मेरो ड्याडीले फेरि एउटा प्यादालाई खाइदिनु भयो। प्यादालाई खाइदिनु भयो घोडाको युज गरेर। आफ्नो उट चलेर अपोनेन्टको रानी खाइदिए। मैले पनि तपाईँको रानी खाइदिएँ। मेरो ड्याडी पनि कम हुनुहुन्न। दुईटै सेनाका रानीहरू मरिसकेका छन्। मेरो ड्याडी पनि कम हुनुहुन्न क्या, अझै खाइदिनु भइसक्यो। अब मैले यो प्यादालाई घोडालाई खाइदिएँ। मैले 1 कदम प्यादालाई अगाडि बढाएको छु। यो घोडालाई यहाँ लिएर आउँछु। घोडालाई मेरो दाइले घोडाले मुभ गर्नुभयो। यो सबै तपाईँको एउटा प्यादा फेरि भयो। अब म यो राजालाई यो सैनिकसित स्वाप गरिदिन्छु। के भयो अहिले? मैले प्यादालाई 1 कदम अगाडि बढाएको छु। अरे कति भन्छस् डेडीलाई पनि जस्तो देखा। डेडीलाई पनि देखा न भाइ। मेरो दाइको मुख हेरौँ। के भन्न चाहन्छ? अब को जित्छ? म नै जित्छु। को जित्छ होला? बाउ इज अलवेज बाउ। अलवेज। यसलाई यहाँ लैजान्छु। मेरो दाइले घोडाले चलाउनु भयो। मैले अब 2.5 खाएर यो खतम गरिदिएँ। एउटा प्यादालाई मारिदिएँ। यो घोडाले राजा खतरामा छ है। राजा खतरामा रहेछ है। अब राजा खतरामा राजा खतरामा छ। अब राजा कसले को जित्छ अब हेरौँ। त मेरो ड्याडीले हेरौँ। शिशिर के चलाउनु भयो भन्नु? उहाँले राजालाई चलाउनु भयो। उहाँले तपाईको
घोडा चल्दाखेरि मैले यस घोडालाई यहाँ लैजान्छु। उहाँले यस घोडालाई यहाँ ल्यानुभयो। हात्ती गयो हात्ती होइन हात्ती उठ मन्त्री उठ गयो मन्त्री उठ। अब यस घोडालाई यहाँ चल्छु। तपाईँको घोडा फेरि खतरामा छ। हजुरले के चलाउनु भयो? मैले मन्त्रीलाई लाएँ उठलाई। उठ भन्दा पनि हुन्छ मन्त्री भन्दा नि हुन्छ। शिशिर दाले के चलाउनु भयो त? मलाई घोडा तपाईँको राजा आउट। यसरी गेम समाप्त भयो र हामीले शिशिरको राज्यमाथि कब्जा गर्यौँ। शिशिरको राजालाई मारेर हामीले शिशिरको राज्यलाई कब्जा गर्यौँ। मेरो ड्याडीले मेरो दाईको राजाले समाप्त हुँदैन मारेर छोड्नुभयो। अनि यो दाईको राज्य पनि उहाँको भयो। अनि यसरी गेम हाम्रो समाप्त भयो। तपाईँ केही भन्न चाहनुहुन्छ गेमको बारेमा? ल भन्नु के भन्न चाहन्छ? तपाईँ कसरी हाल्नुभयो? तपाईँले के कुरामा ध्यान पुर्याउनु भएन? तपाईँले आफ्नो घोडा बचाउने चक्करमा राजाको बलिदान गर्नुभयो। घोडा अनि उट हो क्या? उट त उट घोडा र उट। हामीले तपाईँलाई दुईतिरबाट घेर्यौँ। अनि मेरो ड्याडीले दुईतिरबाट घेर्यौँ। अनि तपाईँले घोडा बचाउन खोज्नुभयो। घोडा बचाउने चक्करमा राजा तपाईँको गयो। यसरी गाइज हामीहरूको गेम समाप्त भयो। गाइज the winner is Sisi. गाइज रमाइलो भयो। फेरि खेल्दै गरौँला। नेक्स्ट टाइम फेरि भेटौँला। ओके बाई बाई। Bye.